पनि त त्यो गएर थिएँ, म पनि त थिएन, म पनि त त्यो थिएन होला नि त। तिमीले त मलाई कहिले दिनदिनै उस मात्रै गर्यो नि। ए सुन न, मैले तिमीले भनेको कुन कुरा फलो गरेको थिएन भन त। मैले तिमीलाई त्यस्तो छोडे हो त तिमीलाई मैले तिमीलाई सुन अब सुन न, मैले तिमीलाई कहिले सुन, तिमीले सुन एउटा कुरा, अर्को कुरा पनि भन्छु, सुन्ने पनि कुरा गर कि होइन। तिमीलाई मेरो साथसँग डाउट भयो होइन, म त्यो कुरामा इचोके तिमी इचोके तिमी सुन न, मेरो कुरा पनि सुन न। गर्थेँ नि त यार, नत्र मेरो फ्यामिलीलाई म तिमीलाई किन चिनाउँथेँ भन न। म बेबेकुफ एउटा छोरी मान्छेले कुनै ऱ्यान्डम केटालाई चिनाइरहेको छ भने म त्यो मान्छे होइन नि त, भन न। अनि मैले आज तिम्रो कुरा गरेकै थिएन, केही गरेकै थिएन नि त। लामो तिमीले त अरू गरेको नि त त्यहाँ। किन मैले हरेक कुरा मैले केही नराम्रो लेखेको थिएँ त्यहाँ। मेरो कुनै कुरामा नराम्रो नहोस्, केही नहोस् भनेर मैले हरेक कुरा फलो गरेँ कि, हरेक कुरा कि जुन गर्नुपर्छ रिलेसनमा कि। होला सुन, तिम्रो गल्ती छ भन्दिन, तिम्रो पनि गल्ती छ, मेरो पनि गल्ती छ कुनै कुरामा। तिमी म मात्र ठिक छु, तिमी मात्र ठिक छ म भन्दिनँ, दुइटैको गल्ती होला होइन। तर गल्ती भइसक्यो भने यत्रो दिन मैले तिम्रो कहिले मैले कुरा निकालेको थिएँ ल भन न, तिमी आफै भन न। तिमीले एक्सप्लेन गर्नु पर्दैन, नबोल क्या तिमी। त्यो आँसु, तिम्रो आँसु, यही आँसुले मलाई फस्या हो भनिदिनु होइन। यही आँसुले परे अब म त जेसुकै भन्छ भन भन्यो नि, रुदैमा सबै म इनोसेन्ट हुन्छु भने छैन क्या। मलाई पनि त केही मनमा पीडा भएर त म पक्कै पनि त रोको होला नि, नत्र भने तिम्रो आँखाबाट किन आँसु आएन? आँसुले फसाउँछ के आँसुले फसाउँछ यस्तो हो क्या। भाइ म यो फाल्तु मैले केही पनि सुन्दिनँ तिमीले। यो मान्छे यस्तो एक्स्ट्रा दिमाग भएको मान्छे छ कि म चाहिँ मान्छेलाई चाहिँ यसरी भन्न घुमाइदिन्छु। हाम्रो राम्रो संस्कार छ, म चाहिँ बा आमाले के गरेको टिकटकमा भन्दा पनि म चाहिँ कति छाडा बोलियो, कति के गरियो होइन। भगवान्ले हेरेर सोचेकोमा भन न, कति जे भन्छ भन। त्यतिकै कसैको लागि कसैको आँखाबाट आँसु आउँदैन क्या, सस्तो हुँदैन क्या, बुझ्यौ नि। पोलिटिक्स खेल्यो भने आँसु हुँदैन क्या ट्रिपी, बुझ्यौ नि। बजारमा किनेको तरकारीको जस्तो सस्तो आँसु हुँदैन क्या कसैको पनि, बुझ्यौ नि। जुन तिमीले अहिले क्याथलिनसित खेल्यौ नि जुन कुरा, मैले के भनेको थिएँ भन त। तिमीले मलाई पछि लाग्यो यस्तो गर्यो पट्याउनलाई उसलाई नै नि म त्यस्तो तिमीलाई के भन्ने, मैले तिमीलाई के भनेको थिएँ, क्याथलिनले तिमीलाई बाल नदिएको हो भनेको थिएँ कि थिएन? नै तिमीले के भन्यौ, ए तिमी यसरी पछि लाउँथ्यौ त्यो केटीसित यहाँ हो भन्यो होइन। अनि यता सुन नबोल क्या, एकछिन नबोल, म बोलेपछि अनि भ्याइसकेपछि मात्रै बोल क्या, त्यो नदेखाऊ होइन। अनि मैले त अब अनेस्टली क्याटलिनले यस्तो भन्यो होला भनेर मैले त अनेस्टली क्याटलिन, फेरि मैले केही नराम्रो भनेको थिएन क्याटलिनको, जे मसित भएछ त्यही कुरा सेयर गरिदिएँ होइन। तर यी दुईजना लास्टमा गएर मिलिदिए, मिलेर मलाई नराम्रो बनाउँछ।